नेपालमा क्रेडिट कार्ड लन्च गरेको झन् 40 वर्ष भइसकेको छ ब्याङ्कहरूले। तर क्रेडिट कार्डको प्रयोगकर्ताहरू त्यति धेरै बढेको देखिएको छैन। यो सिद्धार्थ ब्याङ्क फोन पे भर्चुअल क्रेडिट कार्डले यो बिचको ग्यापलाई चाहिँ फुलफिल गर्नलाई डेफिनेटली मद्दत गर्छ जस्तो मलाई लाग्छ। यो भर्चुअल क्रेडिट कार्ड भएको कारणले कस्टमरले यो कार्ड पाउने एक्टिभेट गर्ने समय चाहिँ एकदमै छोटो समयमै गर्न सक्छ, अलमोस्ट रियल टाइममा नै गर्न सक्छ। र त्यस्तै गरेर क्रेडिट कार्डको अर्को समस्या भनेको यसको एक्सेप्टेन्स हो। सबै पसलहरूमा, सबै किनमेल केन्द्रहरूमा पिओएस मेसिन नहुने कारणले गरेर भएको क्रेडिट कार्ड पनि सही तरिकाले ठिकसँग प्रयोग गर्न सकिराखेको थिएन। अब यो फोन पे सिद्धार्थ ब्याङ्क फोन पे भर्चुअल क्रेडिट कार्ड झन्डै 18 लाख मर्चेन्ट लोकेसनहरूमा प्रयोग गर्न सकिने कारणले गरेर यसको प्रयोग धेरै राम्रोसँग हुने र यसले गरेर ठुलो कस्टमर बेसले क्रेडिट कार्ड प्रयोग गर्न पाउने मौका पाएको छ।